आजको दिन चाहिँ पूजा अनि कसर बाट्ने दिन हो अनि त्यसको बादमा चाहिँ हल्दीको रसम पनि गर्नेछौँ। यहाँ चाहिँ दिको मेकअप गर्दै गरेको। अब यहाँ चाहिँ मेकअप हुँदैछ। हल्दी हो आज, हल्दी मेहंदी। हाम्रो दिदी, यहाँ हाम्रो अर्को दिदी, हेलो। यहाँ हाम्रो बडी, यहाँ हाम्रो विश्व दिदीले चाहिँ एकदम मेकअप गर्नुहुँदैछ। तपाईहरुलाई पनि गर्नु छ भने चाहिँ ब्लग गर्दा गर्दा यहाँ अर्को दिदीको खुट्टा टेकेछु। हेलो, के भन्दिनस्? ये सब तो वो दीदी का हो। मुझे कुछ नहीं बोलना है, मुझे अभी मेकअप में ध्यान देना है, क्या क्या लगाना है। हिंदी में भी कर रहा है ब्लॉग? हाँ, तो हिंदी में करना पड़ेगा ना। नेपाली हो। प्रीतिका, यहाँ हाम्रो प्रीतिका पनि छ है गाइस। न्यू ब्लगर इन द हाउस। यो हामी चाहिँ यसो एप्रोन बोकेर हिँड्नु पर्दैछ। तर मेकअप गरिदिन्छ चाहिँ बोल्दिनु हुँदैन हो। फेरि मेकअप आर्टिस्टले अलिक स्ट्रिकै हुनुहुन्छ। हुन्छ, बाई बाई। किचनतिर हेरौँ अब हामी कस्तो छ। के बनाउनु भयो? मैले चाहिँ आज चाहिँ त्यो सजना बनाएको छ, अलिक झोल जस्तो हेभी हुन्छ लास्टमा। अन्त त्यो त्यसलाई इङ्ग्लिसमा भन्छ मोरिङ्गो। मोरिङ्गो, ओके। इट इज गुड फर ब्लड प्रेसर एन्ड डायबिटिज। हाम्रो बोजू पनि हुनुहुन्छ यहाँ। यो बोजूको यहाँ बोजू हुनुहुन्छ। र यहाँ चाहिँ आज दिको पूजाहरू हुनेछ, अन्त कसारहरू पनि बाट्नेछ। र भोलिको लागि डेकोरेसन चाहिँ अहिलेसम्म यस्तो भइसकेको छ, हेर्नु सक्नुहुनेछ। र यहाँ चाहिँ जग्या हो, जग्या पनि इन्कम्प्लिट नै छ, अहिले डेकोरेसन गर्नु छ। ओम यो सरस्वतीले दुईटैलाई पूजा गर्नु। ओम अहम दुईटै त्यो हामीहरु चाहिँ पूजाको लागि रेडी हुँदैछ। अन्त मेरो चाहिँ विश्वजीले मेकअप गरिदिनु भएको अनि उहाँ हुनुहुन्छ विश्वजी। अब चाहिँ लगन स्टार्ट हुनु आँटेको, मतलब लगनको सुरुवात। अनि यहाँनिर कसर बाट्ने, रोटी पोल्नेहरू पनि हुनुहुन्छ। मलाई पनि लगाइदिनु न अन्त। हो त्यो कहाँ छ रे सन्दो? रोल पनि छ, त्यसले नि आएको हो। यो चाहिँ के गरेको छ अलिकति भनिदिनुस् त। यो चाहिँ अब दस्तुर हाम्रो स्टार्ट हुँदैछ। अब यहाँ रेवतीको लगन आइसक्यो। अब हाम्रो मान्छेहरू सबै हुनुहुन्छ, भार्गवले तयारी गर्नुभयो। सबैजना तयारी बस्नुहुन्छ। कसार बटार्ने आजको दिनमा माताजी हुनुहुन्छ र काका बडा दाजुभाइ सबैजना उपस्थित हुनुहुन्छ। बेन प्रसाद सरको जेठी छोरी सरिता, उहाँको शुभ विवाहको निम्ति हामीले भोलि शुभ विवाह तयारी गरिसकेका छौं भनेदेखि आजको जो हाम्रो शुभ लगन छ त्यो लगन हाम्रो कसार बटार्ने र रोटी पकाउने, भार बोक्ने तयारी हुनुहुन्छ? रोटी पकाउने तयारी हुनुहुन्छ? अनि हाम्रो बिस्कुट सुकाउने तयारी हुनुहुन्छ? कन्या केटीहरू तयारी हुनुहुन्छ नि? एकदम खुसीको साथमा एकदम तयारी बस्नु पर्यो है। ल अब हामी के शुभ लगन ल्याउँ त? त्यसो भएदेखि सबैजनाले ताली मार्ने, बिस्कुट सुकाइदिने, घन्टी बजाउने, शङ्ख बजाउने, टपरा गाँस्ने तयारी गर्नुभयो। काका बडा काकी फुपूहरू सबैजना लगनको लागि तयारी हुनुहुन्छ होइन त? तयारी हुनुहुन्छ नि? केही काम त गरेकै हुनुपर्छ। तयारी हुनुहुन्छ? बरनीको टपरीको लागि
लागि पनि तयारी हुनुहुन्छ अलरेडी र यस्तै प्रकारले फेरि पनि रोटी पकाउने उता कसार ढुक्ने तयारी अच्छा तयारी यहाँ गतिलो मान्छे राखेको साई लगाएर घन्टी बजाउन तयारी गुरुजी तयारी हुनुहुन्छ तयारी अच्छा अब कन्या केटीहरू बिस्कुट सुकाउनको लागि तयारी अनि दाउरा बोक्ने तयारी अब हामी शुभ लगन ल्याउँदा ल अब हामी शुभ लगन ल्याउँदैछौँ हामी लगन ल्याउँदैछौँ बिस्कुट सुकाइदिने गुरुजीले बताउनु हुँदैछ हरि ओम मङ्गलम भगवान विष्णु यहाँ रोटी पोली धमाधम कसार भुट्दैछ कसार पनि भुट्नुहुँदैछ यहाँ हाम्रो काकाले बोर्ड निकै लाग्दैन सर काकाले